यो भिडियो हेर्नु नि मेरो भिडियो रोस्ट गर्दै गरेछ कि मेरो भिडियो हालेर ताको भिडियो रोस्ट भएछ कसले गरेर छ रोस्ट चाहिँ को रहेछ त्यस्तो पापी मरे चाहिँ को रहेछ त्यस्तो रोस्ट गर्ने कतै फलोवर्स र भ्युअर्स यसो पाउँछ कि बेसी हुन्छ कि भनेर गरेको होला बिचाराको हो दिदी त्यसले फलोवर्स नै बेसी पाउँछ भनेर रोस्ट गरेको होला के सायद तपाईँको फलोवर्स जान्छ भनेर रोस्ट गरेको होला फेरि यो मेरो चाहिँ फेरि रोस्ट नभन्नु नि फेरि यो मैले भिडियोको रिप्लाई गरेको नि यसलाई रोस्ट भन्दैन नि फेरि है यसलाई रोस्ट नभन्नु नि अब यसको चाहिँ हेर्नुपर्ने कस्तो रहेछ रोस्ट गरेको यसो यो मान्छेको चाहिँ प्रोफाइलमा गएर यसो रिपोर्ट यो भिडियोमा रिपोर्ट गरिदिनुहोस् न चुतियालाई रिपोर्ट गर्ने हो त त्यसलाई गर ल गरिदिउँ न त ल रिपोर्ट गरिदिउँ अब हामी गर है त्यसलाई अनि यसो भिडियोमा गाली चाहिँ नगर्नु न हौ गाली शोभा दिँदैन अब हामी जस्तै मान्छेहरूलाई अब हामी पनि भिडियो हेरिन्छ केटाकेटी मान्छे है दिदी त्यस्तो गाली नगर्नु भिडियोमा राम्रो होइन कस्तो खालको रहेछ हौ है अर्काको भिडियोहरू अनुहार हेर्दा चाहिँ च्यातचुत पारिदिनु मन परेको हो बिचरा त्यसको अब अनुहार च्यात्यो भने अब भेटेला केटी त्यसको रिक्स अब कसले लिने हामी त लिने होला जस्तो अनुहार चाहिँ नच्यातौँ होला बिचरा जस्तो जे भए पनि मान्छे हो है दिदी त्यस्तो चाहिँ नगरौँ अब हामी अब अहिले बेसी अब कन्टेन्ट क्रिएटरहरू बेसी हुनुको कारणले चाहिँ भ्लगरहरू बेसी हक्ने पात्नेदेखिको लिएर होइन हो दिदी यसमा एकदम यो युट्युबमा नि त युट्युब र फेसबुकमा कन्टेन्ट क्रिएटरहरू ज्यादा निक्लेर होला कि अग्ने पार्ने एकदम भरेका छ मैं तो तेरे को हरामी समझता था तू तो राम निकला रे देव मानुस निकला रे यो छ नि त मनी यो चाहिएन अनि सबैलाई तपाईँ मात्रै कति लिनुहुन्छ त अनि अब यस्तो हामी जस्तै पनि अब कहिले कहिले लिनु पर्यो यो त अब चाहियो नि त त्यही हो सबैलाई अब यस्तै हुन्छ अब के गर्नु फेमस हुनु पनि साह्रो छ हौ जिन्दगीमा हो दिदी यो चाहिँ मैले माने फेमस हुनलाई चाहिँ एकदम साह्रो छ कि अहिले तकमा मैले साँच्चै भन्नु भने 350टा भिडियो हालिसकेँ खै चल्दैन के भएको पनि है कतिवटा च्यानलमा कपिराइट लाग्यो कति के लाग्यो चल्नै खोज्दैन सब्सक्राइब पुग्छ बरु अब होइन अब यो मेरो नयाँ न्यू च्यानल जेनेरेट गरेको साथीहरू तपाईँहरूले पनि अब सक्नुहुन्छ भने लाइक फलो अनि सेयर गरिदिनु होला कमेन्टमा भन्नु भिडियो कस्तो लाग्यो है हेर्नुहोस् ल यो भिडियो आरामसँगले हेर्नुहोस् ल तपाईँ मर्छ हाँस खै त हेरौँ दिदी कस्तो रहेछ भिडियो हामी पनि हेरिदिउँ खै कति हाँस उठिँदो रहेछ भरे फेरि मऱ्यो भने चाहिँ अब रिस्क लिनु नि फेरि अब तपाईँले यस्तो भिडियो देखाउनु हुँदैछ हामीलाई हेरौँ त कस्तो रहेछ भिडियो हामी पनि साथीहरू दिन खेलेर बस्छ भिडियो आउँदैछ अब तपाईँको सामने 4 क्लास मात्रै पढेको अरे यहाँ मान्छे कि तर बेहोरा त के भन्नु अब यसरी घोप्टो पारि दल दिने खालको मान्छे रहेछ हो मात्र 4 क्लास मात्रै पढेको ए भगवान् हेर त हामी अब अलिअलि पढेका मान्छे जाएको त्यहीँ छ बारी यहाँ बारी छ हामीहरूको होइन यहीँ कोदालो खन्नुपर्छ हामीले के गर्नु अब भाग्यमा त्यस्तो रहेछ हामीहरूको अब 4 क्लास पढेका मान्छेहरूले पुरा भिडियो क्रिएट गरेर हालिरहेछ मतलब कन्टेन्ट बनाएर हालिरहेछ है चलेको पनि छ अब तिनीहरूको भिडियो हामीको त खै दुखाएको हो कि अनि गाली चाहिँ नगरिदिनु हौ दिदी यस्तो गाली चाहिँ फेरि यो गाली राम्रो शब्द होइन क्या सामनेवालाले भिडियो हेर्नुलाई पनि अब बच्चाहरू पनि हुन्छ नि त कुनै है गाली चाहिँ अलिकति शब्द ननिकाल्नु मलाई खै भिडियो चाहिँ देखाउनु न अब भिडियो चाहिँ हेरिदिउँ न हामी खोइ यो मान्छेलाई मैले 3-4 खेप भयो भिडियोमा भनेको ओइ छक्का भिडियो डिलिट गर न भनेको कि तर यसले गरेकै छैन मेरो ए दिदी भिडियो देखाउनु न भिडियो हेर्न बसेको खै हौ तपाईँ बोलेको मात्रै गर्नुहुन्छ कहिले आउने हो भिडियो अब भिडियो देखाउनु न भिडियो राम्रो मुखले भनेको गरेन हेर्छु कहिलेसम्म गर्दैन रहेछ खै हौ है भाइ सुन भाइ हो कि मेरो दाजु मतलब भिडियो पनि हेरेको छैन है दाजुले गाली गरिसक्यो अरू दुनियाँभरको जे पाए त्यो भनेर भिडियो डिलिट किन नगरिदिएको खै तेरो पर्सनल भिडियो त डिलिट गर्दैन त्यो तेरो कुरो लेकिन यी दिदीले भिडियो देखाउन आँटेन न जल्दी देखाउ न दिदी भिडियो जल्दी देखाऊ हामी काम पनि छ नि त हामीहरूको दुनियाँभरको यहाँ काम गर्नु परेन अब यसले मेरो रोस्ट गरेकै भिडियो लु साथीहरू दिल खोलेर बस्छ बल्ल सोद्धा भन्दा बल्ल दिदीले भिडियो देखाउन आँटेन है यो भिडियो हेर्ने अगाडि पनि तपाईँहरूलाई सिम्पल छ भन्न चाहन्छ अगर फेसबुकमा हुनुहुन्छ भने त फलो गरिदिनु होला अरू युट्युबमा हुनुहुन्छ भने यसलाई सब्सक्राइब गरिदिनु अनि
आफ्नो साथीहरूसँग आफ्नो आफन्तहरूसँग भिडियोलाई सेयर गरिदिनु होला अगर तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने। अनि भिडियो कस्तो लाग्यो अझै तपाईँहरूले अगाडि पनि भन्नु होला। लु अब यो दिदीको भिडियोहरूमै अगाडि गर। ज्ञानी बालकहरू भन त मलाई, पढ्नेहरू निकै जान्नेहरूले लु भन त, यतिमा त्यति जोड्दा चाहिँ कति हुन्छ? पढ्न त म पनि 4 क्लाससम्म त पढ्या हो, तर त्यतिमा यति जोड्दा चाहिँ उति हुन्छ होला। फेरि त्यो तलको होइन नि, उति भनेको नि फेरि खोइ हौ दिदी, तपाईँले यही भिडियो हेर्नलाई हामीलाई यति देरी राख्नु भएको? बिचराले कति राम्रो तपाईँले प्रश्न सोध्नु भयो रहेछ, यता र उता कथा हो कता के हो के उसले कति राम्रो एन्सर दिएको रहेछ। किन दाजुको पनि एन्सर दिन म अलिकति रङ भयो होला। अब त्यो अब दाजु रहेछ म भन्दा त अब एन्सर दिन रङ भयो होला, लेकिन सही एन्सर दिएर हो नि त उसले पनि। अब तपाईँले जस्तो प्रश्न सोध्नु भयो रहेछ उसले एन्सर दिएको र त्यसलाई रोस्ट भन्यो त हौ दिदी। रोस्ट कसलाई भन्छ? रोस्ट अब जस्तो अब मेरो नाम नलिन है, मैले चाहिँ अब सिम्पल छ, मैले पनि तपाईँको भिडियो हेरेर रिप्लाई मात्रै गरेको है। ओइ 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 रन्ना त ए रन्ना त रन्नाले कहाँबाट बोलेर सही बोलेर कुरो गर्छ, विषयमा भनेर कुरो गर्छ यहाँ।